स्टार्ट हुँदैन पहिला। तर यहाँ आएर रोडै सक्यो। कहाँ जानु अब हामी? कहाँ जाने अब हामी दलगाउँ भ्यू बनाएको कि हामीको पुरा गफ गरेर के त हौडेको गफ गरेर हामी कहाँ आइपुग्यो पर हौ। यो गाडीले चाहिँ ताने छैन यहाँ एकदम साह्रो परिदिरहेछ हो। यहाँ केटाहरू छ पछाडि। हामी चाहिँ दलगाउँ जाँदैछौँ गाइस। अब यहाँ तान्छ कि तान्दैन ल हेरौँ है गाइस। तान्यो 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 तान्यो। यसको चाहिँ ब्रेक हल्का टाइट भइदिरहेको रहेछ होइन, त्यो कारण यसले तान्नु सकेको छैन यो गाडीले। केटाहरूलाई बिस्तारी जा भनेको यिनीहरूले सुन्दैन हो। केटाहरूले के हो यो हौरेहरू। अब यहाँ हेरौँ तान्छ कि तान्दैन, किनकि यहाँ हो मेन। तान्छ तान 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 तान। 1 2 3 गो। हेर यस्तो भइरहेछ बिजोग बुझ्नु। यो अल्बतालाई दियो होला हौ कुदाउनु। यो लुते लुतेले कुदाएन हुन्छ होला हौ। ब्रेक चाहिँ छोड न प्लाट्टै। ब्रेक त छोडिरहेको छु। पातलो पातलो बस्यो भने जान्छ आराम। उठेर कुदाउँछ कति? 68 केजी भइसकेको छ। बल गरेको यताले चाहिँ सोल्जरबाट खिच्न राम्रो। सोल्डरबाट बल गरेको हो यताले चाहिँ। बल्ब चल्दैछ यताको है। अब कतिको छ प्रोटिन? 68 छ यो त। म 52 हो। 110 केजी रहेछ हामी यहाँ। गाडीले तान्नै सकेको छैन। गैबासको उयोमा त साह्रो पर्छ होला गाइस हामीलाई। गैबासको कालोमा फुल एक्सिलेरेट गर्नु नि फेरि डर छ अब यसको। यो एक्सिलेरेटर यसको यो तार टुट्यो भने शेष। अब यहाँ एउटा डरलाग्दो टर्निङ छ। यो टर्निङमा नि हेरौँ सक्छै सक्दैन। बाँदरहरू छ है ट्रिम गरेर हामी यो बाटोबाट आयौँ। यहाँबाट सट्टै होइन स्कुटी यहाँ छ। ड्राइभर चाहिँ फेरि यो अत्तो न पत्तो गाइस। हामी चाहिँ एकदम तर यहाँ आएर रोडै सक्यो। कहाँ जानु अब हामी? कहाँ जाने अब हामी गाइस? दलगाउँ भ्यू बनाएको कि हामीको पुरा गफ गरेर के त हौडेको गफ गरेर हामी कहाँ आइपुग्यो? अन्तिले सोध्दा परै हो परै हो। लगाइस यहीँ सामान। अहिले चाहिँ हामी अघिको बाटोबाट अलिक तल झरेर सट्टै यहाँ टर्निङ काटेर आइपुग्यौँ हामी। हामी चाहिँ भाग्दैछ बाटोमा। यो दलगाउँ भ्यूमा हामी यस्तो समस्या भइरहेको छ गाइस।
आज त कसम भनेको आउँदिनँ जिन्दगीमा म कसम भनेको आउँदिनँ अब भुइँपर आउँदिनँ गाइस हामी चाहिँ यहाँ दलगाउँ भ्यू पोइन्ट घुमिसकेर निस्किँदैछौँ केटाहरूसँग हो अन्त यो चाहिँ गाइस पानीले त म एकदम लुगा भिजेर खुट्टा भिजेर केटाहरू सबै बिहार लाग्द भइरहेछ यहाँ कटेजमा हामी पर्खिरहेछ यत्तिकै पानीलाई पानी चाहिँ अलिकति गएको छ हामी चाहिँ अब जाँदैछ यहाँ यस्तो चिप्लो छ कि म झन्डै लडेँ क्या मैले हाल्नु छोडेको छु गाइस यहाँ फेरि जानु पऱ्यो क्या अब पर यहाँ चाहिँ पानी परेर यस्तो दुःख दिइरहेछ कि म चाहिँ हेलमेट लगाइकन हिँड्दैछु पानीलाई अब चाहिँ कहिले आउँदिनँ केटाहरूलाई पनि भन्दैछ आउँदैन स्टार्ट हुँदैन पहिला यो गाइस हामी चाहिँ जाँदैसम्म अब होइन पानी पर्दैछ तर पर्नु चाहिँ पानी चाहिँ पर्दैछ गाइस म चाहिँ यहाँ फेरि पर्खिरहेको छु पानीलाई नै फेरि अर्को डेस्टिनेसनमा स्कुटी चाहिँ मैले पर राखेको छु यता लेख्दैन कि होइन अन्त हामी 2 भाइ चाहिँ पर्खिरहेको छु अरू 3 भाइ चाहिँ अगाडि गयो आधी साथीहरू चाहिँ हामी चाहिँ यहाँ पर्खिरहेको छ किनभने मेरो स्कुटी चाहिँ पुरा दिक्कत दिन्छ गाइस रड्डी त्यसले दिन्छ क्या तर केही छैन गाइस आजको दिन मात्रै नराम्रो होइन भोलि राम्रो हुनेछ होइन के भन्दैछ हामी फेरि आउनेछ दलगाउँ हो केटाहरूसँग फेरि आउँछ त्यहाँपछि हेर्नु न त गाइस कस्तो हुन्छ ल आज चाहिँ म कस्तो भन्यो गाइस घरमा चाहिँ गाली खान्छु क्या म आज हामी अघि 2 बजीतिर आएको यहाँ हो पानीले गर्दा हेर्नु नि प्लस मेरो स्कुटीको कस्तो भइदिइरहेको छ हो तर केही छैन हामी अब यो पानी रहेपछि जानेछ यो पानीले चाहिँ नदिने रहेछ आज हामीलाई गाइस म चाहिँ यहाँ रेडी सेडी भएको छु रेनकोट लगाएर हो अघिसम्म चाहिँ बुझ्दै होइन हाम्रो हो अहिले चाहिँ स्कुटीमा रहेछ हो त्यही लगाइकन जान्छ फाइनली म घर आइपुगेको छु म चाहिँ टाउको साउको पुसिकन एकदम चाराक्कै भयो है अब चाहिँ म खाना बस्नु हेर्नु ल के हुन्छ अब घरमा चाहिँ खाना आँटेको छु यो हो सुजी र चिया गाइस म यहाँ कफी खाँदैछु आमाले बनाइदिनु भएको राम्रो भएको छ कफी चाहिँ So it's already 9 PM. So hope you like the video of my vlog. म यसरी तपाईहरुलाई vlog लाउने छु आउने दिनहरुमा. So make sure to drop your like, share and subscribe. Thank you.